सोमबार पुस 29 गते भक्का खाने दिन। काठमाडौँमा यति धेरै रेस्टुरेन्ट छन् मोमो चाउमिन पिज्जा मात्र बेचेको, तर बानेश्वरको द भक्का हाउसमा नेपालकै अथेन्टिक भक्का बेच्दै आएको 8 वर्ष भइसक्यो। भक्का चाहिँ बेसिकली भन्नुपर्दा चामलको पिठोलाई ट्रेडिसनल तरिकाले स्टिम गरिन्छ एन्ड सर्भ विथ चटनी। भोलि चाहिँ भक्का खाने दिन पर्छ, यसो टाइम मिलाएर यता जानु होला। नखानु भएकोहरूले चाहिँ नयाँ केही ट्राई गर्न पनि मिल्यो, खानु भएको छ भने तपाईहरुलाई थाहा नै होला भक्का इज गुड विथ चटनी। अहिले फेरि यता भेराइटिज अफ भक्का इन्ट्रोड्युस भएको छ, जस्तै भक्का भित्र फेमस बाजेको पेडा, एकदम क्लासिक अनि दामी कम्बिनेसन। यता आएपछि भक्का मात्रै नभएर डेली खाजाको लागि फेमस तराई स्टाइल ठुलो आलु चप, इलामको फेमस इस्कुस मोमो पनि यता पाउनुहुन्छ। त्यो सँगै अहिले जाडोमा तातो यमरी प्लस यताको एकदम मिठो मटका टी पनि पाउनुहुन्छ। हस्त पुरानो बानेश्वर चौकैमा रहेको द भक्का हाउस भोलि जान चाहिँ नबिर्सिनु होला।